भारत स्वतन्त्र हुनदेखि लिएर आजसम्म राष्ट्रिय भारत देशलाई आफ्नो बलिदान दिँदै आइरहेको गोर्खा जातिको नाम आज जुत्तामा परिणत हुँदाखेरि पनि हाम्रा गोर्खे नेताहरू भने चुपचाप छ, मौन बसिरहेको छ। नमस्कार दर्शकबिन, राष्ट्रिय भारतको दक्षिण भारतमा कुनै एउटा जुत्ता कम्पनीले जुत्तामा खुकुरी क्रस डबल क्रस गरेर गोर्खा नाम लेख्दा समेत दार्जिलिङ पहाडको भारतमा रहेको सम्पूर्ण गोर्खा नेताहरू भने चुपचाप बसिरहेको छ। यसरी देशलाई आफ्नो बलिदान दिने गोर्खा जातिको नाम चाहिँ खुट्टा जुत्तामा लेखिनु भन्ने सानो चान्चुने कुरो होइन। यो विषयमा खोइ त नेताहरूले आवाज उठाएको। दार्जिलिङ पहाडबाट सांसद, माफ गर्नुहोला, दार्जिलिङ पहाडबाट सभासद विनय तामाङज्यूले यसको आपत्ति जनाउनु भएको छ। गोर्खा भवेश भुजेलज्यूले पनि आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ। तर बाँकीहरू किन मौन? कि हाम्रो गोर्खा जातिमा चाहिँ एकता भन्ने छैन? कि गोर्खाल्यान्ड एउटा मागी खाने भाँडो मात्रै बनाएको हुन् र गोर्खाल्यान्ड जुत्तामा मुछिएको होइन? गोर्खाल्यान्ड अलग हो र पनि जुत्तामा चाहिँ डबल खुकुरी क्रस गरेर चाहिँ गोर्खा भनेर नाम लेख्नु चाहिँ सम्पूर्ण भारतवासी गोर्खाहरूको नाम चाहिँ जुत्तामा जानु र माटोमा मिल्नु हो। दर्शकबिन।